नमस्कार, म शङ्कर नेउपाने। आज मेरो साथी सबैजनाको प्यारो हरि नेउपानेको जन्मदिन परेको छ। बर्थडे सेलिब्रेसनको लागि हामीहरू ओगापा आइपुगेका छौँ। चारैतिर हरियाली वनजङ्गल, बिचमा ठुलो चौर, त्यसैको छेउमा सलल्ल बहेको खोला। यी दृश्यहरू देख्दा कसको मन नलोभे होला र। यो प्रकृतिसँग ठुला मान्छे मात्रै होइन, यी बच्चा बच्ची पनि कति खुसी छन्। कोही यो खोलासँग रमाइरहेका छन् त कोही भने बारबिक्यू गरिरहेका छन्। हरिदाईको बर्थडेको दिन बारबिक्यू छ। यता चाहिँ बुट्टा पाकिरह, यता चाहिँ खोला छ, ठुलो खोला छ। केही बेर अगाडि गर्मीले चिरचिर पसिना आइरहेको थियो। अहिले भने प्रकृतिले पनि गर्मीको अनुभूति गरेर हुनुपर्छ, झरी पारिदिने तर्खर गरिरहेको छ। यो झरीको सुरुवातीसँगै कोही भने ओत लाग्न दगुरिरहेका छन् त कोही भने पानीमा नुहाउँदै रमाइरहेका छन्। आज हरिको बर्थडेमा बारबिक्यू आएको, पानी पर्न लागिसक्यो, तर मौसम त एकदमै रमाइलो छ। पानी यति बेला भने बर्थडे बोयको उपस्थिति भइसकेको छ।
আগস্টে 250 চিকেন हेलो बर्थडे बोय मासु खान कन्दा रातको हाम्रो बार्बिक्यू भ्लग कस्तो छ पानी भिसा बोला जाने होला नि त एकदम रमाइलो यहाँ बर्थडे बोय बल्ल आएर पना भयो यत्रो बेर हामी बस्या बस्दै त्यहाँ त भयो गाडीमा अब भन्दा कुन गाडीमा राख गाडीमा हैन के मोबाइल चाहिँ तपाईँको ब्यागमा दिएको के दिएको ब्यागमा अनि त्यो भित्र उतै हो यही अस्ति यहाँ हुनुपर्ने भन्थे त्यहाँ छ क्या नहुँदै त ग्रुप किन छुट्टियो यो पानी फेरि आइहाल्छु नि जहाँबाट पनि के छ मासु खाने जग्गा कस्तो दामी मासु ए र यस्तो दामी ठ्याक्क भिडियो गराउने मेरो हुन्छ अन्त मैसुर पिछले जामा बाहिर छु ड्राइभर मतलब लाग्यो बारे gara नानी के बाबु रे आज दिमा छ क्या हालैछु मामा छोरी Happy birthday to you.
अरे खत्म हुआ रे जन यार आपका धंधा पता खाना ले आयो भने लाइदे यो प्राकृतिक सौन्दर्यतासँगै कोही खानपिनमा त कोही पानीमा सबै साइड कतिजनाले भ्याउनु म साइड साइडमा नमस्ते आइसक्रिम है क्यामेरा तिर सब क्यामेरा जाउँला रेलैमा सरर गोर्खा पल्टन जाउँला रेलैमा
यो सँगै आजको बर्थडे सेलिब्रेसन एकदमै रमाइलो भयो। धेरैजनासँग भेटघाट र चिन्जान हुने अवसर पनि मिल्यो र अन्त्यमा मिस्टर हरि नेउपानेलाई फेरि पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु।